नमस्कार गाइस, स्वप्नलाई नमस्कार छ भन्न चाहन्छु। म आज अलिकति केही भनाइहरू राख्न चाहिरहेको छु, म राख्न चाहन्छु किनभने हामीमा जस्तै धेरै दाजुभाइ हुनुहुन्छ दुर्गम जिल्लाहरूबाट धेरै समय लगाएर समथिङ 14-15 घण्टा लगाएर चाहिँ काठमाडौँ आउनुहुन्छ। त्यसैमा 50,000 सैकडा 5 मा चाहिँ ऋण निकालेर चाहिँ 50,000 लिएर चाहिँ काठमाडौँ चाहिँ भिजा लगाउने भनेर आउनुहुन्छ। आइसकेपछि हामी कोही फेरि रिपिट आउनेवाला हुन्छौँ। कसैको पासपोर्टको डेट सकेको हुन्छ, कसैको नयाँ पासपोर्ट बनाउनु पर्ने हुन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीलाई परराष्ट्र मन्त्रालयले धेरै दुःख दिने गर्छ। किनभने हाम्रो एउटा हिसाब हुन्छ, 50,000 मा हामी भिजा लगाएर मेडिकल गरेर हामी सबै रेडी गरेर घर जान खोजिरहेका हुन्छौँ। किनभने हामीसँग पैसा हुँदैन। एउटा खाडी मुलुकमा जानलाई पुगे पढेर भरेर जाने होइन, एकदम दुःख पीडाले जानुपर्ने हुन्छ। त्यो भएर हामी 50,000 बोकेर आएका हुन्छौँ। त्यसमा चाहिँ हामीलाई परराष्ट्र मन्त्रालयले साह्रै दुःख दिने गरेको छ। यो समयमा भने चाहिँ 2-4 दिनमा पासपोर्ट बनाइदिँदैन। अनि रिन्यू गर्नेलाई पनि धेरै दिन रिगाइदिने गरेको देखिन्छ। किनभने हामी धेरै दुःख पाउने गर्छौँ। परराष्ट्र मन्त्रालयले भन्छ तपाईहरु अनलाइन फर्म भर्नुहोस्। अनलाइन फर्म भरिसकेपछि तपाईहरुको नम्बर आउँछ। नम्बर आइसकेपछि तपाईहरु आउनुहोस् भन्छ भन्ने कुरा गर्छ। तर नम्बर आइसकेपछि हामी त्यहाँ परराष्ट्रमा जाने गर्छौँ। गइसकेपछि हामीलाई धेरै रिगाउने गरिन्छ। त्योबाट त्यो काउन्टरमा जा, त्योबाट त्यो काउन्टरमा जा, त्योबाट त्यो काउन्टरमा जा भनेर त्यसरी चाहिँ काउन्टर चेन्ज गरी पठाउने गरिन्छ। सबै काउन्टर धाइसकेपछि लास्टमा तपाईको नाम मिलेको छैन, तपाईको चाहिँ यो मिलेन त्यो मिलेन भनेर बहाना गरेर उहाँहरूले लगभग 2-3 दिनमा हुने काम चाहिँ लगभग 2-3 हप्ता लगाएर मान्छेलाई एकदमै दुःख दिने गर्छ। यो कुरामा म भन्न चाहन्छु, हाम्रो परराष्ट्र मन्त्री आर्जु राणालाई गुहार गर्न चाहन्छु। तपाईले चाहिँ हाम्रो पासपोर्ट बनाउने कर्म चाहिँ अलिकति छिटो हुने चाहिँ वातावरण मिलाइदिएको भए राम्रो हुन्थ्यो भन्न चाहन्छु। तपाईले चाहिँ यति काम गरिदिनुहोस्। हामी बेचिन तयार छु। हामी विदेशमा जान